न्युजिल्यान्डमा कतिजना पेट लभर हुनुहुन्छ त? यदि पेट लभर हुनुहुन्छ भने चाहिँ यो भिडियो हजुरको लागि है त। आज डिसेम्बर 1 2025 देखि चाहिँ यदि टेनेन्टसँग पेट छ भने चाहिँ ल्यान्डलर्ड क्यान लिगली आस्क फर बोन। यो रुल्स चाहिँ पहिला लिगल थिएन, आज डिसेम्बर 1 देखि मात्रै लिगल भएको हो। र यदि हजुरसँग पेट छ भने चाहिँ हजुरले म्याक्सिमम 2 विकको पेट बोन तिर्नुपर्ने हुन्छ। र टेनेन्टले पेट राख्न त पाउँछ, तर यसमा कन्डिसन छ। इफ टेनेन्सी एग्रिमेन्टमा पेट अलाउ छ भने मिल्छ। र अर्को चाहिँ ल्यान्डलर्डबाट रिटर्न कन्सेन्ट हुनपर्छ र एग्रिमेन्ट वा रिटर्न पर्मिसन बिना चाहिँ पेट राख्न मिल्दैन। तर यदि तपाईसँग चाहिँ पहिलादेखि नै डग क्याट पुरानो पेट छ भने चाहिँ तपाईको ल्यान्डलर्डले कुनै पनि पैसा माग्न मिल्दैन। तर अब यो ल स्टार्ट भएपछि चाहिँ हजुरले पेट लिने डिसाइड गर्नुभएको छ भने चाहिँ ल्यान्डलर्डले हजुरसँग न्यू पेट बोन्ड माग्न सक्छ अथवा रिजनेबल कन्डिसनहरू राख्न सक्छ। यो 2 विकको पेट चाहिँ किन लिएको भने इफ तपाईको पेटले कार्पेट फोहोर पार्न सक्छ, केही कुरा ड्यामेज गर्न सक्छ, त्यसको रिपेयर गर्नको लागि चाहिँ खर्च कभर होस् भनेर ल्यान्डलर्डले लिएको हो। इफ तपाईको पेटले केही पनि ड्यामेज गरेको छैन भने चाहिँ पछि तपाईको पेट बोन्ड रिफन्ड पनि हुन सक्छ। र हजुरहरूले अब पेट राख्ने सोचिरहनु भएको छ भने रुल्स पनि एकचोटि बुझ्नु होला र टेक केयर अफ योर पेट। र थ्याङ्क यू सो मच फर वाचिङ। स्टे इन्फर्म एन्ड स्टे अपडेटेड।